मसान नाटक पूर्ण विस्तृत विश्लेषण गोपाल प्रसाद रिमालद्वारा लिखित मसान नेपाली नाट्य साहित्यको महत्त्वपूर्ण कृति हो। यो लघु नाटक 2 अङ्कमा विभाजित छ र नेपाली समाजको पुरुष प्रधान सोच, नारी शोषण, मातृत्वको अधिकार तथा विद्रोहलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दछ। मुख्य प्रतीक मसान, श्मशानले जीवित मानिसहरूको भावनात्मक मृत्यु र सामाजिक जडतालाई जनाउँछ। गोपाल प्रसाद रिमालको छोटो जीवनी गोपाल प्रसाद रिमालको जन्म 20 जेठ 8 गते काठमाडौँको लगनडोलमा भएको थियो। उनका बुबा उमाकान्त रिमाल र आमा आदित्य कुमारी रिमाल थिए। उनी प्रगतिवादी तथा क्रान्तिकारी साहित्यकारका रूपमा चिनिन्छन्। रिमालले नेपाली कवितामा छन्दको परम्परालाई तोडेर गद्य कविता, मुक्तछन्दको सुरुवात गरे। उनी कवि मात्र होइन, नाटककार पनि थिए। राणाकालीन तथा प्रजातन्त्रपछिको नेपाली समाजको विकृति, शोषण र अन्याय विरुद्ध कलम चलाए। मुख्य कृतिहरू मसान होस् यो प्रेम, आमाको सपना कविता सङ्ग्रह, मदन पुरस्कार र आदि। उनलाई ससुमा त्रिभुवन पुरस्कारबाट सम्मानित गरियो। निधना 20 कार्तिक गते। रिमालाई नेपाली नाटकमा सामाजिक यथार्थवादको प्रवर्तक मानिन्छ। मसानले एनरिक इब्सेनको प्रभाव देखाए पनि नेपाली सन्दर्भमा मौलिक छ। पूर्ण कथावस्तु, प्रत्येक दृश्यको छुट्टा छुट्टै वर्णन। मसान 2 अङ्कमा छ। प्रत्येक अङ्कमा आन दृश्य र अन्तमा उपसंहार छन्। प्रथम अङ्क दृश्य द कृष्णको शयनकक्ष, कृष्ण र युवती हेलेनाको वैवाहिक जीवन देखाइएको छ। सन्तान नहुनुको पीडा युवतीले व्यक्त गर्छिन्। भानिज भोटुलाई धर्मपुत्र बनाए पनि मातृत्वको तिर्सना पुरा नहुने कुराउँछ। दृश्य सानो बरन्डा, भण्डार घर बाहिर, घरेलु वातावरण, पारिवारिक सम्बन्धको चित्रण। दृश्य कृष्णको कोठा, कृष्ण युवतीप्रति आकर्षित देखिन्छन् तर सन्तानको विषयमा द्वन्द्व छ। दृश्य युवतीले श्रीमान कृष्णलाई दोस्रो विवाह गर्न आग्रह गर्छिन्। उनी आफ्नो मातृत्वको लागि त्याग गर्न तयार हुन्छिन्। दृश्य दोस्रो विवाहपछि दुलही घर आउँछिन्। सौतेनी डाहा सुरु हुन्छ। कृष्ण दुलहीलाई माया गर्न सक्दैनन्। दोस्रो अङ्क दृश्य द दुलही सौतेनी पीडा, प्रेमको अभाव र मानसिक यातनामा बिरामी पर्छिन्। युवती र कृष्णकी आमाले कृष्णलाई दुलहीप्रति माया देखाउन आग्रह गर्छन् तर कृष्णले युवतीप्रतिको आकर्षण छोड्दैनन्। दृश्य दुलहीले छोरो जन्माउँछिन् तर प्रेम नपाएको कुण्ठाले उनको स्वास्थ्य बिग्रन्छ। दृश्य दुलहीको मृत्यु। दृश्य र क्लाइमेक्स कृष्णले रहस्य खोल्छन्। मैले तिमीलाई सन्तान नहोस् भनेर गोप्य औषधि खुवाएको थिएँ। तिमीलाई जीवनभर आफ्नै नजिक राख्नका लागि यस्तो गरेको थिएँ। यो कुराले युवती स्तब्ध हुन्छिन्। आफूलाई माया गरेको नाममा मातृत्व हरण गरेको, बहिनीलाई सन्तान जन्माउने यन्त्र बनाएर मारिदिएको देखेर उनी क्रोधित हुन्छिन्। उपसंहार युवतीले विद्रोह गर्छिन्। यो घर होइन, मसान हो, जिउँदै दाग बत्ती दिने ठाउँ। उनी घर छोडेर जान्छिन्। नाटक खुला अन्त्यमा टुङ्गिन्छ। चरित्र चित्रण विशेष गरी हेलेन युवती हेलेन नाटकको केन्द्रीय पात्र। मातृत्व प्रेमी र संवेदनशील, सन्तानको तिर्सनाले व्याकुल, त्यागी, श्रीमानको खुसीका लागि आफै दोस्रो विवाहको प्रस्ताव राख्छिन्। स्वाभिमानी र विद्रोही रहस्य थाहा पाएपछि पुरुष प्रधान सोच, यौन शोषण र मातृत्व हरण विरुद्ध खडा हुन्छिन्। मनोवैज्ञानिक गहिराई, पीडा, क्रोध, आक्रोश र विद्रोहको यात्राको अत्यन्त जीवन्त नेपाली नाटकमा पहिलो बलियो नारी विद्रोही पात्र। कृष्ण प्रेमको मुखौटा लगाएको स्वार्थी, नियन्त्रणकारी पुरुष, पुरुष प्रधान मानसिकताको प्रतिनिधि। दुलही पीडित नारी, सौतेनी हिंसा र प्रेमको अभावमा मर्न बाध्य। अन्य भोटु, वाग्मती, कृष्णकी आमा आदि मार्फत सामाजिक चित्रण। भाषा शैली विश्लेषण रिमालको भाषा शैली सरल, जीवन्त र यथार्थवादी छ। संवादहरू दैनिक घरेलु भाषामा छन् जसले पात्रहरूलाई जीवन्त बनाउँछ। भावनात्मक द्वन्द्व व्यक्त गर्न छोटा छोटा वाक्य र प्रश्नहरूको प्रयोग। प्रतीकात्मक शब्दहरू मसान, दागबत्ती, औषधि आदि। मनोवैज्ञानिक गहिराई
आन्तरिक र संवाद मार्फत पात्रको मनोत्साह देखाइएको छ। प्रभावः भाषा क्रान्तिकारी, चेतना जगाउने खालको छ, तर नाटकीयता कायम राख्छ। गहन विश्लेषण र समीक्षा। मुख्य विषयवस्तु नारी शोषण र पुरुष प्रधानता, मातृत्वको अधिकारमाथिको हस्तक्षेप, बहुविवाह र सौतेनी पीडा, सामाजिक विकृति र विद्रोह, प्रतीकात्मकतः मसान, भावनात्मक श्मशान, औषधि, अदृश्य हिंसा। यो नाटकले राणाकालीन मध्यमवर्गीय परिवारको यथार्थ चित्रण गर्दछ। एलेनको विद्रोहलाई इब्सेनको रेलवेल होससँग तुलना गरिन्छ, तर रिमालले नेपाली सन्दर्भमा मौलिक बनाएका छन्। साहित्यिक महत्त्व। नेपाली नाटकमा यथार्थवाद र नारीवादी चेतनाको सुरुवात, पात्र मनोविज्ञान र संवाद शैली उत्कृष्ट। समकालीन सान्दर्भिकता। आज पनि घरेलु हिंसा, मातृत्व दबाव, महिलाको शरीरमाथिको नियन्त्रण कायम छन्। मुख्य सन्देश, नारीलाई यौन साधन, सन्तान उत्पादन यन्त्र र भोगका रूपमा हेर्ने समाज मसान हो, विद्रोह नै मुक्ति हो। प्रश्नोत्तर भाग, कक्षा रसद, परीक्षा तयारी, सम्भावित प्रश्नहरू। मसान नाटकको कथावस्तुको संक्षिप्त परिचय दिनुहोस्। युवतीको चरित्र चित्रण गर्नुहोस्। नाटकमा मसान प्रतीकको अर्थ स्पष्ट गर्नुहोस्। कृष्णको पात्रको आलोचना गर्नुहोस्। मसान नाटकले उठाएका सामाजिक समस्याहरू के हुन्? रिमालको भाषा शैलीको विशेषता लेख्नुहोस्। छोटो उत्तरका लागि, विद्रोहको मुख्य कारण, दुलहीको मृत्युको जिम्मेवार आदि। निष्कर्ष, यो थियो गोपाल प्रसाद रिमालको मसान नाटकको विस्तृत विश्लेषण। यो कृति नेपाली नारी विद्रोहको प्रतीक बनेको छ। तपाईँलाई कुन भाग सबैभन्दा उपयोगी लाग्यो कमेन्टमा लेख्नुहोस्। चरियर गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा फेरि भेटौँ ल। जय नेपाली साहित्य।